ल हाम्रो आजको घरपेटी ओ घरपेटी दाइ के गर्दै हो यो ओ घरपेटी बा के हो घरपेटी बाले यस्तो काम गर्नुपर्छ र अलि सुहाएन हौ ओहो कति धेरै काट्नु भएछ त घरपेटी बाले त अनि ओहो घरपेटी बा यसो के बोल्नु पर्यो कि भन्नु पर्यो हौ भन्नु पर्यो नि के यसो काट्नु मन लागिरहेको थियो भइरहेको थियो कि झार चाहिँ के गर्ने अनि यो झार लास्टमा यसलाई स्याउ त यहाँ स्याउ त हेर्नु है त ऊ स्याउ चाहिँ लत्रम्मै पऱ्यो टन्नै फलेको स्याउ त यसोति दाइहरूले स्याउ चाहिँ तनातन खाने हुने भयो यार दिदी हजुर त नेक्स्ट भ्लगर होइन हाम्रो दिदी चाहिँ नेक्स्ट भ्लगर सेकेन्ड टु पार्ट 2 वाला मेन भ्लगर दाइ चाहिँ आउनुहुन्छ एकदम मिठो छ नकाट्नु अनि हामी त टिपेर 1 वर्षसम्म फ्रिजमा राखेर खान्थ्यौँ भन्दै थियो कि साह्रै गुलिया खालको स्याउ छ भन्दै भाडा बस्छ यो चाहिँ मेरो मम्मीलाई हामी बस्ने हो एउटा त हामी आफै बस्ने एउटा हैट विकास त्यो माथि माथि भयो के अलि जल्दी काट्नु पर्यो नि त अझ कस्तो काट्नु भयो पारा ल्याउनु पर्यो दाइ अलि भएन घरपेटी मान्छे भएर हेर है अलि मिलेन क्या यो कहाँ त्यो काम डबल गर्ने होइन नि एकैचोटिमा काट्ने हो नि झ्याप झ्याप हजुर डबल ट्रिपल भयो काम घरपेटी बा के छ हौ घरपेटी राखेको के 1 मिनट नहुँदै फ्याँक हुनुभयो त विकास दाइ त सुनाउनु न त कस्तो हुँदो रहेछ घाँस काट्दाको एक्सपिरियन्स फर्स्ट टाइम त होला नि एक्सपिरियन्स होइन हजुर हाम्रो दिदी चाहिँ यता सेकेन्ड दिदी हेर भनिदिनु त भ्लगमा सेकेन्ड भ्लगर दिदी चाहिँ पार्ट 2 है ल खोइ हेर्नुपर्छ अब त्यहाँ अनि त्यसले उसले काट्दैन नि त्यो विकास दाइले काटिराख्नु भयो नि त्यसले खतरा काटिराख्यो क्या त्यो के हो घाँस काट्नु त्यसले काट्नै काट्दैन अनि हजुर दाइ मतिर त कहाँ खिच्नु हौ अब घरपेटी बा आउने मेन फोकस भनेको घरपेटी बा हो नि